म सोधिहालौँ न यसमा हेर मेट्रोको के छ म अलिकति यसमा अलिकति लस्ट छु यसमा होइन मेट्रोको धेरैजनाले कुरा गर्छन् भनेर अब भर्खरै आफै भनिसकेपछि होइन के छ मेट्रोको चाहिँ कथा चाहिँ के आउँदो रहेछ जस्तै अब काठमाडौँमा त माथि जुन मोनोरेल भनिन्छ नि यो 2 तला 3 तला माथि एज बिङ अ सिभिल इन्जिनियर स्ट्रक्चरल इन्जिनियर होइन मोनोरेल भनेको के हो त के कस्तो हुन्छ कहाँ जान्छ हाम्रोमा बनायो भने कहाँदेखि कहाँ जान्छ मोनोरेल पहिलो कुरा मोनोरेल चाहिँ यस्तो मोनोरेल चाहिँ एउटा लिगमा एउटा कुद्ने भएर त मोनो भनेको होइन सुन्नु मोनोरेल चाहिँ काठमाडौँमा उकालो ओह्रालो छ नि होइन काठमाडौँमा उकालै ओह्रालो छ तपाईँ कुन ठाउँलाई चाहिँ बेस मानेर कति हाइटमा राख्ने त मोनोरेल कुनै ठाउँ स्वयम्भूको जस्तो हाइटमा छ कुनै ओह्रालोमा छ ल सबभन्दा अग्लो ठाउँको रिफरेन्स लियो भने त सबभन्दा लोको लागि त्यो त कहाँ माथि हुन्छ किनभने ट्रेन भनेको त उकाली ओह्राली गर्दा हिँड्न सक्दैन त्यहाँनिर म्याक्सिमम् भनेको 1% मात्रै तपाईँको स्लोप हाल्न मिल्छ क्या त्यति मात्रै त्योभन्दा धेरै मिल्दैन अनि अर्को कुरा हामी कल्चरली